Okay, so greetings to everyone, and today I'm at Satyam Academy School, and I'm really indebted to our principal sir who has given me the opportunity to say my few words about meditation to all of you. You can also rotate and you can show from here, brother. Yeah, from here, like everyone, and you can answer video ma. Okay. ध्यान किन जरुरी छ त हैन we all have stress हामी सबैलाई दुःख हुन्छ हो Yes, sir. yeah we all feel pain, isn't it? Yes, sir. There, if there is a pain, there must be there is some reason and some processes how to come out of the pain, right? That is where the meditation comes in. Now, marker. So I am going to, yeah, you can go now and you can show. Okay. So, what is the first benefit of meditation? It reduces stress. It reduces. No, please don't say. Like. So that is a first meditation. First benefit is reduce stress. Exam भएको बेला हैन हामीहरु कति स्ट्रेसमा हुन्छौं हैन कि यदि मैले राम्रो तरिकाले यदि पढेन भने म फेल हुन सक्छु फेरि मम्मी बाबाले के भन्नुहुन्छ कि मैले यत्रो खर्च गरे हैन तेरो माथि तर खोइ राम्रो रिजल्ट लाग्यो त हैन त्यो कारणले हामी कति स्ट्रेसमा हुन्छौं तर त्यो स्ट्रेसबाट पनि हामी निस्किन सक्छौं र आफ्नो फोकसलाई बिल्ड गर्न सक्छौं ताकि हामी चाहिँ राम्रो नम्बरले पास हो र एउटा कुशल नागरिक हैन एउटा असल नागरिक आफ्नो मम्मी ड्याडीलाई हेर्ने एउटा सुपर डटर as well as son बन्न सक्छौं है. So the first process is reduce stress. Okay. The second one is improves focus. Okay. अब एक्जाम को टाइम में है ना यदि हामी पढ्नलाई बस्यो भने मोबाइलमा कुनै नोटिफिकेसन आउँछ है र the moment we see that notification we are so indulged into the mobile phone again. We used to like say एकछिन अलिकता यो सर्ट्स हेरिहाल्छु अनि त्यसपछि म पढ्छु हो तर त्यो सर्ट्स हेर्ने बित्तिकै एउटा अझ हेरिहाल्छु के भयो त अनि यसो यो त एकदम राम्रो अनि फेरि त्यो स्क्रल गरेपछि फेरि झन् हामी अर्को हेर्छौं हैन यसो हेर्दा कहिले 3 घण्टा बित्छ थाहै हुँदैन राति भइसक्यो सुतेर उठेर भोलि एक्जाम छ र एक्जाममा फेरि त्यसपछि जे हुन्छ त्यो हामीलाई थाहा छ राम्ररी हो कि न र त्यो एक्जाम पछि रिजल्ट आएपछि जुन हाम्रो बडीमा पेन हुन्छ नि फ्युज टाइममा कुटाइ खाएर त्यो पनि हामीलाई राम्ररी थाहा हुन्छ सो त्यो सबैले कसरी ट्याकल गर्न सक्छ इम्प्रुभ फोकस गरेर है अर्को चाहिँ म एउटा एक्जाम्पल भन्छु यसको लागि इम्प्रुभ फोकसको बारेमा आई विल जस्ट से यु अबाउट स्वामी विवेकानन्दको नाम कसले सुन्नुभएको छ के सर स्वामी विवेकानन्द Sharma. Okay. Yeah. Okay. You can also come here, brother. Yeah, but I don't. So. No, it's okay. I can understand that. मेरो नेपाली त्यति राम्रो नहोला. I don't know. छ राम्रो कि कसो? ठिक ठाक छ है. So while Vivekanand was traveling via the ship, you know, at that time there was no flight. त्यति बेला फ्लाइट को सुविधा थिएन. So when he was traveling, this is a story. My focus को बारे में भन्नलाई story को through मान्छे छिटो बुझ्छ के हैन so हजुर हेर के विवेकिन्द भन्थे yes that is true अनि त्यो पानी जहाजमा जाँदाखेरि के हुन्छ हैन हेलो don't slap it why you are doing so जाँदाखेरि हैन जहाजबाट त्यो क्याप्टनले पेपर पढ्दै थियो अनि विवेकानन्दले भन्यो के म एकछिन पेपर पढ्न सक्छु अनि त्यसले पेपर दिइहाल्यो अब पेपर दिने बित्तिकै के भयो कि पेपर दिने बित्तिकै उले पढ्यो तर पढ्न थाल्यो अनि त्यसपछि उले चाहिँ आफ्नो जस्तै म पढ्न थालेर हुन्छ नि फ्रेन्ड उलाई चाहिँ दिन्छ नि अनि त्यो फ्रेन्डलाई चाहिँ दियो हैन अब त्यो फ्रेन्ड दिने बित्तिकै उले पढ्दै एकदमै तुफान आयो र त्यो पेपरलाई बगाएर समुद्रमा हाल्दियो है अब क्याप्टनले चाहिँ विवेकानन्दमाथि एकदमै रिसाउन थाल्यो कि मैले तँलाई दिएको थिएँ आई हेभ गिभन यु द पेपर बट यु हेभ थ्रोन इट इन द ओसन अब म के पढ्नु हैन
So Vivekanand has requested for one pen and pencil. के भन्छ सरी कपी एन्ड पेन्सिल अनि उसले चाहिँ पुरैको पुरै न्युज पेपरै छापिदियो कपीमा है एन्ड जस्ट गिभन टु हिम अनि त्यो हेर्ने बित्तिकै क्याप्टन वाज लाइक र क्याप्टन वेन्ट क्रेजी यो मान्छेले त पेपरै घोक्दियो रहेछ के हुन्छ यदि हामीसँग त्यस्तो पावर आयो भने वाट इज गोइङ टु ह्यापन वी विल बी टपर each and every one of you will be the topper in the class. Okay? So that is the power of focus, and it comes through improved focus. Okay? Yeah. This goes back.